वर्ल्ड कप सुरु भएको बल्ल 2 दिन मात्रै भएको छ। नेपाल आफ्नो पहिलो गेम मात्रै खेल्यो र हामीले के विटनेस गऱ्यौँ भर्खरै। अहिले जे विटनेस गऱ्यौँ त्यो अझै दिमागमा प्रोसेस गर्न बाँकी छ। के भयो त्यो भनेर सोच्न बाँकी छ। आजको म्याचलाई जति एङ्गलबाट हेरेर एनालिसिस गर्न सके पनि सकिन्छ, तर कहाँबाट सुरु गरौँ कुरा गर्न। पहिलो कुरा दुई तरिकाबाट हेर्न सकिन्छ। नेपालले लास्टै नै दामी पर्फर्म गर्यो। हामी सबैलाई जति एक्सपेक्टेसन थियो त्योभन्दा धेरै नै राम्रो खेल्यो, धेरै नै दामी फाइट गर्यो भनेर पोजिटिभ हुन पनि सकियो। अथवा चाहिँ जित्ने राम्रो अपर्च्युनिटी थियो, एकदमै दामी अपर्च्युनिटी थियो यहाँ जित्ने। 7 बलमा 10 रन चाहिएको थियो, त्यहाँबाट हार्यौँ। त्यस्तो म्याच हार्यो भनेर स्याड पार्टबाट सुरु हुँदा पनि भयो। तर म दुइटै बिचतिरबाटै जान चाहन्छु। दुःख छ नेपालले हार्यो, जित्नु पर्ने म्याच थियो, हार्यो। 4 रन मात्रै हो, एउटा हिट मात्रै टाढा हो। त्यसरी हेर्दा पनि भयो। तर पोजिटिभ हुने कुरा पनि एकदमै धेरै छन्। जुन इङ्ल्यान्ड क्रिकेटको फेसिलिटिज वाइज इङ्ल्यान्ड क्रिकेट जति नेपालभन्दा माथि छ, जुन हिसाबले त्यहाँ स्किल वाइज प्लेयर वान अन वान हेर्ने हो भने नेपालको त्यति क्लोज जाने केही आधारै छैन। र पनि यस्तो दामी टक्कर सो गर्यो, त्यो लास्ट नै तारिफ योग्य छ। सुरुवात गर्ने हो भने चाहिँ पहिला इङ्ल्यान्डको टस जित्यो, इङ्ल्यान्डको ब्याटिङ भयो। सुरुमा वान अन वान हेर्ने हो भने सन्दीप लामिछाने यताको जुन मेन स्पिनर हो, उताको आदिल राशिद यो टुर्नामेन्ट सुरु हुनुभन्दा अगाडि स्ट्रङ बलिङमा इङ्ल्यान्डको बलिङ युनिटमा एउटा राम्रो भने आदिल राशिद मात्रै हो भन्ने जुन थियो। र सन्दीप लामिछानेले यस्तो दामी बलिङ गर्यो, तर आदिल राशिदलाई नेपाली केटाहरूले मजाले नै हाने। त्यसको 4 ओभर पुरा पनि गरेन। वान अन वान हेर्ने हो भने चाहिँ फिल साल्ट, बटलर, ह्यारी ब्रुक, जेकब बेथल, विल ज्याक जस्ता यस्ता अनि विश्वभरिका लिगहरू खेल्ने, विश्वभरिका लिगहरू डोमिनेट गर्दै आउने, वर्ल्डका मतलब जुनसुकै लिगहरूमा पनि उनीहरूले डोमिनेटै गरिरहेछन् त्यस्ता प्लेयरहरू र हाम्रा चाहिँ नेपाली ठिटाहरू आरिफ, गुलसन, रोहित, ऐरी, भुर्तेल, आसिफहरूले त्यस्तो दामी टक्कर दिनुलाई एकदमै पोजिटिभको रूपमा लिन सकिन्छ। म लोकेश बामको मात्रै अहिले कुरा भएको भइ छ, तर म सबै जुन हिसाबको कुशल भुर्तेलले जसरी चाहिँ त्यो नेपाली ब्याटिङको सुरुवात दिलाए, सियर मल्ल आफ्नो के अरे डेब्युको पहिलो बलमै विकेट, त्यस्तो इङ्ल्यान्ड जस्तो टिमसँग आफ्नो इन्टरनेसनल क्रिकेटको फर्स्ट बलमै विकेट। अनि त्यसपछि सन्दीप लामिछानेको बलिङको त कुरा भइहाल्यो। करण केसी अलिकति एक्सपेन्सिभ भयो लास्ट ओभर, तर तिनको पनि करण केसीको पनि सुरुको ओभर त राम्रो थियो। अनि त्यसपछि अरू पनि जुन ऐरीको बलिङ पनि बिर्सिँदा हुन्न। त्यसपछि ऐरी र रोहित पौडेलको त्यो दामी पार्टनरसिप, जुन हिसाबले स्पिनलाई स्विप रिभर्स स्विप हानेर रन रेट एकदमै राम्रो गराएर लगे। केही मिस्टेकहरू पनि भए। मिस्टेक हेर्ने हो भने चाहिँ ऐरीको 4 ओभर पुरा भएन। लास्ट ओभर करण केसी भन्दा नन्दन यादव राम्रो हुन्थ्यो। नन्दन यादवले 4 ओभर आफ्नो पुरै गर्नु पर्थ्यो। भुर्तेललाई 4 ओभर नगराएर गुलसन झाको अलि राम्रो युटिलाइज हुन्थ्यो कि गुलसन झाको बलिङमा, र गुलसन झाको ब्याटिङमा पनि राम्रो युटिलाइज भएन। जुन ठाउँमा आरिफ शेख आएको थियो त्यो ठाउँमा गुलसन झा आउनु पर्थ्यो। मेरो एकदमै यो गल्ती यदि कहाँ भएको छ भने चाहिँ त्यो ठाउँमा चाहिँ गल्ती भएको छ। गुलसन झालाई अन्डर युटिलाइज गरेको हो। मन्टी देसाईले जुन हिसाबले राम्रो युटिलाइज गर्थे त्यो त्यति युटिलाइज स्टुअर्ट लले गरेका छैनन्। यो चाहिँ म एकदमै खुल्ला तरिकाले भन्छु। स्टुअर्ट लले नराम्रो माने पनि मान, त्यो त अब, तर एकदम ओभरअल हेर्ने हो भने चाहिँ दुःख हुने म्याच छ, तर खुसी हुने पनि एकदमै धेरै ठाउँहरू छन्। यो जिते अब सुपर 8मा पुग्ने चान्स मजाले हुन्थ्यो कि भन्ने जस्तो पनि लाग्छ। तर सोच यो म्याचमा जसरी पनि हेर्न सकिन्छ यो म्याचलाई। अब निराश सबैजना छौँ, मलाई थाहा छ त्यो। म पनि एकदमै निराश छु, तर पनि केही पोजिटिभ साइडबाट हेर्दाखेरि जुन हिसाबको रोहित पौडेल र ऐरीको ब्याटिङ जसरी चलाए तिनीहरूले, एकदमै मजा आयो। त्यो लोकेश बामको फिनिस त भइहाल्यो, फिनिस त भएन, तर लोकेश बामले जुन हिसाबले त्यो जुन जिग्रा देखाए, जुन त्यो जुन इङ्ल्यान्डले जस्तो प्रेसरमा हाल्यो, त्यो चाहिँ एकदमै ठुलै तारिफ योग्य छ। स्याम करन विश्वभरिको लिगमा कता डेजर्ट भाइपर्सबाट जिताएको, विश्वको टप लिगहरूमा T20 खेल्दै
डेथ बलिङ जुन हिसाबले स्लोवरको युज गर्ने यर्कर फेल्ने त्यो वाज टु गुड। तर लोकेश बामले पनि एकदमै प्रेसरमा राखेको थियो तिमीलाई। भनेपछि नेपाल क्रिकेट माथि गइरहेको छ, माथि मात्रै गइरहेको छ। यो म्याचलाई अझ राम्रोसँग पनि मैले हेर्नेवाला छु। अहिलेको अब इमोसन एकदमै मजाले निस्किन्छ। अहिले एक तरिकाबाट मात्रै हेरियो भनेपछि त्यतैतिर गइन्छ, तर हेर्दाखेरि म एकदम खुसी हुने पनि धेरै ठाउँ छन्। अब वेस्ट इन्डिज इटलीहरूसँगको म्याच छ, वेस्ट इन्डिजसँगको म्याचमा हामी एकदमै होपफुल हुन सक्छौँ। नेपाललाई अब अरू पनि गेम चाहियो। गेम यस्तो टप नेसनहरूसँग गेम खेलिरहनु पऱ्यो। यो 2-3 वर्षमा एकचोटि खेल्ने अनि त्यसमा क्लोज पुगेर निराश हुने मात्रै होइन। अब नेपालले टप टिमहरूसँग गेम डिजर्भ गर्छ, खेल्नुपर्छ, एक्सपोजर अझै मिल्नुपर्छ। इङ्ल्यान्ड जस्तो टिमलाई यति टक्कर दिनु भने चाहिँ यसलाई एकदम राम्रो पोजिटिभको रूपमा ल्याउन सकिन्छ। जित्या भए दामी भइहाल्थ्यो, अब के गर्नु। यस्तै हो। तपाईँहरूको के छ यो सम्बन्धी भनाइ?